नमस्ते सबैलाई स्वागत छ आजको यो भिडियोमा। हाम्रो पहिलो दिनको सुरुवात हुन्छ पशुपति मन्दिरबाट पूजा गरेर। बिहानको शान्ति माहौल, घन्टीको आवाज र मन्दिरको वातावरणले यो यात्रा सुन्दर बनायो। पूजापछि हामीले केही तस्बिर पनि खिच्यौँ। त्यसपछि हाम्रो यात्रा सुरु हुन्छ काठमाडौँदेखि बुटवलसम्मको। आज हाम्रो यात्राको डे 2 हामी बुटवल आइपुगेका छौँ। बुटवल चौराहामा हामीले नेपाल भारत मैत्री बस 24 आवर्स जति राइड गरेर बाँके नेसनल पार्कको जङ्गल हुँदै हामी अबेर राति नेपालगञ्ज आइपुग्यौँ। यहाँ चाहिँ नेपालगञ्ज मेडिकल कलेजको बोर्ड तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यसपछि हामी लाग्यो रूपैदिया बोर्डरतर्फ। रूपैदिया बोर्डरमा हामीले आफ्नो परिचय पत्र देखाएर हामी इन्डियाको बोर्डरतर्फ छिर्यौँ। अनि अब हाम्रो इन्डियाको यात्रा सुरुवात हुन्छ। आज हाम्रो यात्राको डे 3। हामीले डे 3 को सुरुवात मर्निङ कफीसँग गऱ्यौँ। लामो यात्रापछि अन्त हामी हरिद्वार पुगेका छौँ, जहाँबाट गङ्गा नदीको सुन्दर दृश्यले हाम्रो थकानी बोलाइदियो। हामी अहिले रिक्सामा बसेर हरिद्वारको गल्लीहरूमा घुम्दैछौँ। त्यसपछि हामी मन्दिर बजार र वातावरण सबै एकदमै मनमोहक छ। रिक्सामा घुम्दै हामीहरू हरिद्वारका गल्लीहरू पार गर्दै पाइलट बाबा मन्दिर आइपुग्यौँ, जहाँको शान्त वातावरणले मनै प्रफुल्ल बनायो। त्यसपछि हामी गङ्गाको किनारैमा रहेको सिनेमेटिक पोर्ट हामीले नजिकैबाट देख्यौँ। हर्की पौरीको साँझको गङ्गा आरती हेर्न पायौँ र आरतीको दीप धूप र मन्त्रले पुरा वातावरण नै दिव्य बनेको थियो। साँच्चै आत्मा शान्त हुने क्षण हो यो। भोलिपल्ट बिहानै हामीले हरिद्वारबाट गौरीकुण्ड जाने बस समात्यौँ। त्यहीँबाट केदारनाथ जाने ट्रेक सुरु हुन्छ। बसको यात्रा पहाड, नदी र प्राकृतिक दृश्यले एकदमै रोमाञ्चक रह्यो। अब हाम्रो मुख्य यात्रा केदारनाथ ट्रेक सुरु हुन लागेको छ। करिब 9 घन्टाको लामो ट्रेकमा हामी बिस्तारै माथितिर बढ्दै गयौँ। बाटोभरि साँघुरो बाटो अनि लगातार चढाइका ढुङ्गाका भर्याङ, सिडीहरू र झरनाहरू सबैले यात्रा चुनौतीपूर्ण तर अत्यन्तै रमाइलो बनाइरहेको थियो। हाम्रो छेउबाट घोडामा चढेका यात्रुहरू जाँदै थिए। त्यो दृश्यले ट्रेकलाई अझै जीवन्त बनाइदियो। प्रकृतिको सुगन्ध, पानीको आवाज र यात्रुको उत्साह सबै मिलेर यो ट्रेक एकदमै मेमोरेबल बनाइरहेको थियो। अब यो ठाउँको फोटो खिच्दै हामी ट्रेक गर्दै जाँदा एकैछिनमा हाम्रो अगाडि विशाल मन्दाकिनी नदी गडगडाउने आवाज सुनियो। एकदमै अद्भुत दृश्य थियो यो। हामीले बिचमै रहेको सर्टकट बाटोहरू पनि समात्यौँ, जहाँबाट साँघुरो थियो तर रोमाञ्चक पनि थियो। बिस्तारै घन बादलले हामीलाई घेर्न थाल्यो। हावा चिसिने भयो र वातावरण पूर्ण रूपमा बदलियो। केही समयपछि बादल झन् घना हुँदै गयो र पानीको झरी पनि सुरु हुन लाग्यो। हामीले आफ्नो रेनकोट लगायौँ। झरी पछिको आकाश खुलेको दृश्य अचम्म लागेको थियो। निलो आकाश र पहाडहरू, त्यो सँगै हेलिकप्टरको दृश्य पनि अनुभव गर्यौँ। सम्पूर्ण दृश्य हामीलाई मेमोरेबल नै थियो। लामो र चुनौतीपूर्ण ट्रेकपछि हामी साँझतिर केदारनाथ मन्दिरमा पुग्यौँ। उत्साह, ह्याप्पिनेस र एकम्प्लिसमेन्टको भावना सबैको मिक्सचर थियो त्यति बेला। सूर्यास्तको प्रकाशले हिमालयमा हिरा जस्तै चम्किलो बनाएको थियो। यो मोमेन्ट मेरो लागि धेरै नै एक्साइटिङ थियो, किनकि लामो यात्रा, प्राकृतिक चुनौती र सफलता सबै मिलेर यो क्षणलाई जीवनभर नै सम्झन योग्य बनायो। दिनको अन्त्यमा हामी फेरि गङ्गा आरती हेर्न गयौँ केदारनाथ मन्दिर अगाडि। आज हाम्रो दिन सुरु भयो केदारनाथ मन्दिरको अद्भुत दर्शन गरेर। मन्दिर वरिपरि लामो भिड र लाइन देख्दा पहिलोपटक चुनौती नै लाग्यो, तर हामीले धैर्यपूर्वक पर्खेर मन्दिरभित्र प्रवेश मौका पाए। भव्यता, शान्ति र पवित्रता सबै मिलेर यो अनुभव साँच्चै नै सिनेमेटिक र स्मरणीय बनायो। केदारनाथको दिव्यता र हिमालयको पृष्ठभूमि, यसले हाम्रो यात्रा अझै अविस्मरणीय बनायो। यस सुन्दर वातावरणको केही फोटोहरू हामीले खिच्यौँ कि ताकि हाम्रो मेमोरीमा यो सम्झना चाहिँ जीवनभर रहिरहोस् भनेर। थोरै समयपछि हामी फेरि फर्किन तयार भयौँ, तर केदारनाथको दिव्यता र हिमालयको दृश्य हाम्रो मनमा सधैँभरि जीवित रहनेछ। अब यसै गरी हामीले केदारनाथको डेस्टिनेसन पुरा गरेर आफ्नो घरतर्फको बाटो लाग्दैछौँ। हरिद्वारबाट डाइरेक्ट गोरखपुरको ट्रेन हामीले समातेर रातभर हामीले ट्रेनको यात्रा गर्दै हामीले लामो समय यात्रा गऱ्यौँ। भोलिपल्ट बिहान गोरखपुर हुँदै सुनौली सीमा पार गरेर हामी काठमाडौँतर्फ लाग्यौँ।